नमस्कार। 43वां वार्षिक उत्सव तथा स्थापना दिवस का सभापति एवं नेपाल मजदुर किसान पार्टी का केंद्रीय सचिव तथा विद्यालय व्यवस्थापन समिति का अध्यक्ष प्रेम सुवालज्यू, आज का प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी का केंद्रीय अध्यक्ष आदरणीय नारायणमान बिजुक्छेज्यू, त्यस्तै गरी प्रदेश सभा का सांसद सृजना सैँज्यू र गोपाल गीता काफ्लेज्यू, त्यसै गरी शिक्षक दीपक कास्तेज्यू, इन्जिनियर राम बिन्दु श्रेष्ठज्यू, खोप अस्पताल का निमित्त मेडिकल डाइरेक्टर मजेश प्रताप मल्लज्यू, वडा अध्यक्ष हरिप्रसाद बास्कोला सर र हरिराम सुवाल सर र प्रिन्सिपल बदन केसरी म्याम, विद्यालयका संस्थापक सरहरू, उपस्थित अभिभावक महानुभावहरू र उपस्थित सम्पूर्णमा हार्दिक अभिवादन र आजको यस कार्यक्रमको पूर्ण सफलताको सम्पूर्ण अभिभावकहरूको तर्फबाट पूर्ण सफलताको कामना गर्दछु र म यहाँ सम्पूर्ण अभिभावकहरूको तर्फबाट अभिभावकहरू समक्ष म केही कुराहरू अभिभावक शिक्षा सम्बन्धी केही सानो दुई चारवटा कुराहरू राख्ने अनुमति पनि म माग्दछु। अभिभावक शिक्षा भन्नाले हामीले आफ्ना छोराछोरीलाई बालबच्चालाई पालन पोषण गरिरहेका छौँ। हामी पनि त्यसरी आमा बुबाबाट पालन पोषण गरेर हुर्केका नै हौँ र पनि एउटा क्लिनिकल साइकोलोजिस्ट एकजना डायना बहुमृन भन्ने एकजनाले हाम्रो यो पालन पोषण गर्ने तरिकाहरूबारे अध्ययन गरेर एउटा लेख लेख्नु भएको छ र हामीले बालबालिकाहरूलाई कसरी पालन पोषण गर्ने भनेर उहाँले जम्मी 4वटा तरिका छुट्याएको छ। त्यसलाई नाम लिँदाखेरि सबभन्दा पहिला अधिनायकवादी अथवा अथोरिटेरियन भन्ने पालन पोषण, त्यस्तै गरी अथोरिटेटिभ अथवा अधिकार पूर्ण पालन पोषण र त्यस्तै गरी तेस्रो नम्बरमा पर्मिसिभ अथवा अनुमतिपूर्ण पालन पोषण र एउटा नेग्लेक्टिङ अथवा उपेक्षित पालन पोषण भनेर उसले 4वटा वर्गमा छुट्याएको छ। मैले यिनीहरूलाई 4वटालाई छोटो रूपमा म यहाँ प्रस्तुत गर्ने जमर्को गर्न चाहन्छु। अथोरिटेटिभ अथवा अधिनायकवादी पालन पोषणमा परिवारमा कुनै नियम बनाउँछ भने अभिभावकले बनाउँछ र त्यो नियम किन भनेर कुनै बालबच्चाले प्रश्न गर्न सक्दैन र त्यसको कारण एउटै हो कि म ठुलो छु, म ठुलो हुँ, म आमा हुँ, म बुबा हुँ, त्यसैले मैले भने जस्तै हुनुपर्छ भनेर हामीले पालन पोषण गर्छौँ भन्ने त्यो एउटा अधिनायकवादी अथवा अथोरिटेरियन प्यारेन्टिङमा पर्दछ। र जे पनि नियमहरू बनाउँछ त्यसमा बालबच्चाको सहभागिता हुँदैन, बालबच्चाको सल्लाह हुँदैन र आमा बुबाले नै अभिभावकले नै त्यो नियम बनाउँछ र त्यो नियम पालना गरेन भने कडाभन्दा कडा त्यसको पनिसमेन्ट अथवा दण्ड पनि स्थापना बच्चाले भोग्नुपर्ने हुन्छ र कुनै गल्ती गर्यो भने त्यो गल्तीको अपेक्षा गरिँदैन, गल्तीलाई क्षमा दिँदैन, त्यसको बापत अभिभावकले आफ्नो बच्चालाई दण्ड दिइन्छ। यसरी हुर्काएका बालबच्चाहरू एकदम नियममा बस्ने, एकदम अनुशासित हुन्छ र उनीहरूले सामाजिक मूल्य मान्यता पनि ग्रहण गरेको हुन्छ, किनभने गल्तीको गुन्जाइस गरिएर हुर्काएको हुँदैन। तर यी बच्चाहरूमा प्रायःजसो राम्रो व्यवहार देखाए पनि, लक्ष्य प्राप्त गर्न सक्ने भए पनि आक्रोशको स्तर एकदम तीव्र अथवा उच्च हुन्छ। बच्चाहरू लाज मान्ने र सामाजिक व्यवहारहरूमा कम रूपमा देखिन्छ र उनीहरूमा सबभन्दा कमजोरी भनेको आत्मनिर्णय गर्ने अधिकार कम हुन्छ अथवा आफैले निर्णय गर्ने सक्ने डिसिजन मेकिङ क्यापेसिटी अलिकति कमजोर देखिन्छ र ठुलो भएपछि उनीहरू एकदम आक्रामक हुने अथवा विद्रोही पनि हुनसक्छ। यदि हामीमध्ये कोही भाइ बहिनीहरू त्यस्तो भएको छ भने हामी यो किसिमले यस्तो खालको पालन पोषणमा हामीले गरेर हाम्रो भाइ बहिनीहरू त्यस्तो भएको हुनसक्छ भन्ने उहाँको अध्ययन छ। र जो खाना खाने बेलामा पनि सँगै खानुपर्छ, कुनै पनि केही सबैले सँगै नै खानुपर्छ, खाएको कुरा फाल्नु हुँदैन, प्लेट पुरै सफा गर्नुपर्छ भन्ने किसिमको हुर्काई अथवा पालन पोषण
गरेको हुन्छ, यो अधिनायकवादी पालन पोषण भयो। दोस्रो नम्बरको छ अधिकारपूर्ण पालन पोषण। यसमा अभिभावक र बच्चाले सल्लाह गरेर के गर्नुहुन्छ, के गर्नु हुँदैन, कति बजे सुत्ने, कति बजे उठ्ने भनेर नियमहरू बनाइएको हुन्छ र यो नियम बनाउँदाखेरि दुवैको सरसल्लाह अनुसार बनाएकोले बालबच्चाले त्यो नियम पालना गर्ने अथवा त्यो नियममा बस्ने सम्भावना पनि बढी हुन्छ। बच्चाहरूबाट कस्तो व्यवहार हुनुपर्छ, कस्तो अध्ययन हुनुपर्छ, त्यो अपेक्षा आमा बुवाले गरेको हुन्छ र त्यसको लागि उचित मार्गनिर्देशन पनि बनाएको हुन्छ। कुनै पनि अनुशासनका कार्यहरू गरेमा दण्ड त हुन्छ, तर त्यो दण्ड किन दिएको, पनिसमेन्ट किन दिएको भन्ने कुरा आमा बुवाले स्पष्ट पारेको हुन्छ। त्यस्तै गरी यस्तो किसिमको पालन पोषण गर्दाखेरि नतिजा स्वस्थ नै आउँछ र तर त्यसको सबभन्दा नकारात्मक पक्ष भनेको यो उपलब्धि प्राप्त गर्नको लागि अभिभावक तथा बच्चाको दुवै पक्षबाट धेरै मेहनत र धेरै धैर्यताको आवश्यकता पर्दछ। यसरी पालन पोषण गरेका बालबच्चाहरू एकदम आत्मविश्वासी, उनीहरू जिम्मेवारी बोध गर्छन् र आफ्नो आत्मनियन्त्रणको विकास गर्न पनि सजिलै गर्न सक्छन्। उनीहरूको नकारात्मक भावनामा आए पनि त्यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्ने र त्यसले गर्दाखेरि सामाजिक स्वास्थ्यमा पनि उनीहरूले सकारात्मक भूमिका खेल्न सक्ने देखिन्छ र यस्ता खालका बालबच्चाहरूको उच्च आत्मसम्मान तथा शैक्षिक रूपमा राम्रो प्रदर्शन गरेको पाइन्छ र उनीहरू प्राय परिवारसँग मिलेर भोजन गर्छन् र कहिलेकाहीँ खानेकुरा पकाउनमा पनि बालबच्चालाई सहभागी गराएको हुन्छ र कुनै कुनै खानेकुराहरू के खाने भन्ने हप्ताको एउटा के खाने भन्ने कुरा बालबच्चाको पनि छनौट गर्न दिएको हुन्छ। र तेस्रो किसिमको पालन पोषण भनेको अनुमतिपूर्ण पालन पोषण। यो खालको पालन पोषण गर्दाखेरि कुनै नियम पनि हुँदैन, बालबच्चाले जे माग्छ पुरा गरिदिने। बालबच्चाको तर्फबाट हामी केही अपेक्षा पनि गर्दैनौँ, उसलाई चाहिने जे माग्यो, जे किन्नु पर्यो, जे भन्यो हामीले पुरा गरिदिने, माया गर्ने, माया अधिक गर्ने र उसको हरेक माग पुरा गर्ने। यस्तो खालको पालन पोषणलाई हामी अनुमतिपूर्ण पालन पोषण भन्छौँ। त्यहाँ नियमहरू त हुन्छ, तर त्यो नियम पुरा गरेन, त्यो अनुसार काम गरेन भने त्यसमा कुनै दण्ड दिँदैन, किनभने आफ्नो बच्चालाई उसले अधिक माया अधिक स्नेहले हुर्काएको हुन्छ। यसरी हुर्केका बालबच्चाहरूमा चाहिँ आत्मनिर्णय गर्ने क्षमता त बढी हुन्छ, उनीहरूले सजिलैसित निर्णय गरेको हुन्छ। बुबा र अभिभावक र बच्चा बिचको संवाद खुल्ला हुन्छ, त्यहाँ संवादमा कुनै नियम हुँदैन, ठुलो अथवा सानो रेस्पेक्ट गर्नुपर्छ भन्ने छैन। खुल्ला संवाद भएको कारणले गर्दाखेरि बालबच्चाहरूले आदर गर्नुपर्ने पनि सिक्छन् अथवा आदर गर्नु पर्नेलाई पनि नगर्न सक्छ। त्यसैले यो खालको पालन पोषण गर्दाखेरि बच्चाहरू अलि बढी स्वार्थी, अलि ठुलो भएपछि आफ्नो भाइ बहिनीलाई पनि नहेर्ने, आमा बुवालाई पनि नहेर्ने किसिमको पनि हुन जान्छ। सानोमा हामीले धेरै माया गरेर हुर्काएको तर उसलाई नियम कानुन अथवा हामीले कुनै एउटा मान्यता स्थापना नगरेको अवस्थामा ती बच्चाहरू वयस्क भएर जाँदाखेरि अलि बढी आत्मकेन्द्रित र अलि बढी स्वार्थी भएर हुर्किएको देखिन्छ। र चौथो नम्बरकोमा एकदमै नेग्लेक्टिङ प्यारेन्टिङ भन्छौँ, त्यो भनेको उपेक्षित पालन पोषण। यो किसिमको प्यारेन्टिङमा चाहिँ बच्चाको न्यूनतम आवश्यकता चाहिँ आमा बुवाले पुरा गरेको हुन्छ, तर उसलाई नियम उसले जे गरे पनि हुन्छ, त्यसमा पनि आमा बुवाको कुनै रोकटोक हुँदैन र बच्चाबाट यति गर्नुपर्छ है, तिमी टाइममा उठ्नुपर्छ, बिहान यति बजे सुत्नुपर्छ, अथवा यति मार्क्स ल्याउनुपर्छ, अथवा स्कुलमा ड्रेस त मिलाएर कुनै पनि बच्चाको तर्फबाट अभिभावकले पनि केही अपेक्षा राखेको हुँदैन। यो नियम कानुन पनि अथवा हामीले तयार नगर्ने, बच्चाको तर्फबाट पनि हामीले केही अपेक्षा नराख्ने अनि उसको न्यूनतम आवश्यकता पुरा गरिदिने, यस्तो खालको पालन पोषणलाई उपेक्षित पालन पोषण भन्छ। यस्ता खालका बालबच्चाहरू अलि लचिलो हुन्छ, तर आमा बुवाको तर्फबाट हुनुपर्ने कुराहरू नभएपछि आवश्यकताको कारणले उनीहरू एकदम
आत्मनिर्भर पनि हुन्छन् र हरेक कुरामा आफैले कम्प्रोमाइज गर्ने एकदम लचिलो पनि हुन्छ। तर यसको नकारात्मक पक्ष भनेको उनीहरूले भावनात्मक नियन्त्रण गर्न सक्दैन, संवेगात्मक विकासको कमी देखिन्छ र निम्न आत्मसम्मान र आत्मविश्वासको कारण भविष्यमा कुनै सामु कसै सामु उपस्थित हुन आफू कमजोर भएको अथवा आत्मविश्वासको शिकार भएको देखिन्छ। यी चारवटा पालन पोषणको तरिकामा यो ठिक यो बेठिक भन्ने त आफ्नो आफ्नो मूल्य मान्यता होला, तर प्रायः जसो चाहिँ अधिकारपूर्ण पालन पोषण गरेको खण्डमा अहिलेको समयमा हाम्रो बालबच्चाहरूको शैक्षिक नतिजा सामाजिक व्यवहारहरू राम्रो देखिन्छ। त्यो बाहेक म एउटा भौतिक शास्त्रको विद्यार्थी पनि भएको हुनाले अहिले हामीले सुनेको आइन्स्टाइन भन्ने एकजना भौतिक शास्त्री हुनुहुन्थ्यो, त्यसपछिको अलि नामुद भौतिक शास्त्री भनेको स्टेफन हकिन्स। उहाँले के भन्नुभएको छ भने दुईवटा कुरा म उल्लेख गर्न चाहन्छु। एउटा, बालबच्चाहरूलाई कुनै समयमा हामीले आकाशमा हेर्ने बानी बसाल्नुहोस्, अन्तरिक्षमा नियाल्ने बानी बसाल्नुहोस्। त्यसको लागि बेलुका खाना खाइसकेपछि कौशीमा अथवा खुल्ला आकाशमा गएर बच्चाहरूसँगै ताराहरू, चन्द्रमा, जुनहरू हेर्ने लगाउनुहोस् भनेर उहाँले भन्नुभएको छ। सायद यसले चाहिँ बालबच्चामा सोच्ने, कल्पना गर्ने, अन्तरिक्षप्रति अझ खोज्ने एउटा जिज्ञासा सृजना गर्छ होला। त्यसैले कृपया आफ्नो बालबच्चासहित अन्तरिक्ष निहाल्ने कम्तीमा हप्ताको एकचोटि बानी बसालिदिनु होला। र आजभोलि सजिलो पनि छ, हामीले सूर्य चन्द्रमा त चिन्छौँ र अरू तल्किने वस्तुहरू तारा जस्तो देखिने पनि ग्रहहरू हुन्छन्, तर त्यो ग्रह हो कि तारा हो सजिलै छुट्याउनुको लागि आजभोलि हाम्रो यो मोबाइलमा एउटा एप छ स्टार चार्ट भन्ने, STARCART, त्यो निःशुल्क रूपमा डाउनलोड गरेर इन्स्टल गर्नु होला र अन्तरिक्षमा त्यो मोबाइल देखाउने बित्तिकै जुन तारामा हामी देखाउँछौँ त्यसको नाम र अहिले सूर्य कहाँ छ, अहिले चन्द्रमा कहाँ छ, हामी अन्तरिक्षमा भएभरका ताराहरू हामीले चिन्न सक्छौँ। त्यो एप प्रयोग गऱ्यो भने अघि भनेको जुन स्टेफन हकिन्सले भन्नुभएको कुरा चाहिँ हामीले बालबच्चामा सिकाउनु खोज्ने भने त्यसले धेरै सजिलो गराउँछ जस्तो लाग्छ। अर्को, स्टेफन हकिन्सले बालबच्चालाई कुनै पनि सानो उमेरमा, शक्तिसम्म सानो उमेरका बालबालिकालाई पियानो अथवा किबोर्ड सिकाउनुहोस् भन्नुभएको छ। मलाई लाग्छ त्यसमा 10वटा औँलाहरू हाम्रो देब्रे र दाहिने हातको सबै औँलाहरू प्रयोग हुने भएकोले त्यसले हाम्रो शरीरको दिमागको आवश्यक विकासमा मद्दत पुर्याउनु हुनुपर्छ। त्यसमा हाम्रो डाक्टर साहबहरूले अझ स्पष्ट पार्नुहुन्छ होला। त्यसैले स्टेफन हकिन्सको दुईवटा कुरा मैले यहाँ दोहोऱ्याएँ। अन्तरिक्षमा निहाल्ने बानी बसाल्नुहोस्, सकिन्छ भने पियानो अथवा किबोर्ड, अझ बाँसुरीमा पनि 8वटा औँलाहरू 6वटाहरू चल्छ, सकेसम्म दुवै हातका सबै औँलाहरू प्रयोग हुने म्युजिकल इन्स्ट्रुमेन्टहरू उहाँले सिकाउनु भन्नुभएको छ। र अर्को कुरा, हाम्रो शैक्षिक सत्र सुरु हुनु अगाडि नै हाम्रो आफ्नो बालबच्चासँग बसेर अहिलेको स्क्रिन टाइम, कुन दिन कति घन्टा हामी स्क्रिनमा, मोबाइलमा, ल्यापटपमा, टिभीमा बस्छौँ है, त्यो कुरा आफ्नो बालबच्चासँगै बसेर दुवैको समझदारीमा यो बार चाहिँ हामी मोबाइल हेर्छौँ, टिभी हेर्छौँ, ल्यापटप हेर्छौँ, यति मिनट बस्छौँ भनेर सल्लाह गरेरै एउटा स्क्रिन टाइम चाहिँ हामीले सुरुमै सेट तयार गरेर एउटा नियम जस्तै परिवारमा पालन गर्नु होला अथवा गर्नुपर्ने देखिन्छ। र अर्को कुरा, प्रायःजसो बालबच्चाहरू अहिले टोलमा नखेल्ने, स्कुलका साथीहरू बाहेक अरू साथीहरू नहुने, स्कुलका साथीहरू पनि इन्टरनेटको प्रविधिबाट मात्र भेट्ने हुँदा उनीहरूसँग एउटा सामाजिक विकास भएको देखिँदैन र त्यस्ता बालबच्चाहरू भोलि सानोभन्दा सानो समस्या आइपर्दाखेरि पनि एकदम आतिने र मेरो त संसारै डुब्यो, जहाजै डुब्यो भनेर भोलि अनपेक्षित गतिविधिहरू उनीहरूले गरेको देखिन्छ। र हाम्रो समाजमा यदाकदा वार्षिक रूपमा एउटा दुईवटा त्यस्ता दुःखदायी घटनाहरू भइरहेका छन्। तिनीहरूलाई हाम्रो समाज बुझाउनको लागि, टोलमा भिजाउनुको लागि टोलमा खेल्न पठाउनु होला। र त्यसरी भन्दाखेरि हामीले जाऊ भन्छौँ तर जाँदैन भन्छन्।
अभिभावकहरू कृपया आफूसँगै लिएर जानु होला। मैले कति अभिभावकहरू देखाएको छु आफूसँगै लाइब्रेरीमा लिएर जान्छन्। यस्तो सभामा सहकारीको सभामा टोलमा हुने छोटा बैठकहरूमा आफूसँगै अभिभावकहरूले लिएर आउनुहुन्छ। त्यसैले मैले पठाएको त हो, जाऊ त भनेको, जाँदैन के गर्नु भनेर भन्नुभन्दा पनि कार्यक्रमहरूमा आफैले सँगै लिएर गएर सँगै बसेर राख्न सक्यौँ भने मात्र अहिलेको हाम्रो बालबच्चाहरूलाई हामी एज अ अभिभावकको रूपमा हाम्रो समाजलाई बुझाउने चिनाउने कुरा हामी गर्न सक्छौँ जस्तो लाग्छ। र म छोट्याउँदैछु, अन्तमा हाम्रो टोलमा अहिले वडा नम्बर 2 मा 3वटा लाइब्रेरीहरू छ। एउटा नगरपालिकाले चलाएको जनज्योति पुस्तकालय छ, त्यस्तै बासु स्कुलको पुरानो भवनसँगै शहीद राजकुमार स्मृति पुस्तकालय छ र हाम्रो कासनको पुलसँगै कालीघाट पुस्तकालय छ। ती पुस्तकालयहरूमा पनि विद्यार्थीहरू आफ्ना छोराछोरीहरू पठाउनु होला। यति भन्दैमा उहाँहरू जानुहुन्न, तपाईँहरू आफैले अभिभावक स्वयंले लिएर पुस्तकालयमा बसेर सँगै आफ्नो आफ्नो तह अनुसारको पत्र पत्रिका किताबहरू अध्ययन गरेर बानी बसाल्न सक्यौँ भने मात्र हामीले लाइब्रेरी पठाउन सक्छौँ। मैले कुराहरू राख्दाखेरि सिलसिलाहरू तलमाथि भएको होला, केही त्रुटि होला, कृपया माफी गरिदिनु होला। हस्, नमस्ते।